अचलका दिन उमेरका सबै विदेशतिर गए है बुढाबुढीले यस्तै बारी कट्याएर तरकारी लाखाम कोदो रोपेखाम धेरै खाखाम हामी बलिया खाम रोगी छैनौँ अहिले जम्मै विदेश हात पनि दुख्यो होइन कोदो रोप्दाखेरि उम्लाई दुख्यो होइन यसका साथै भिडियोमा के कस्तो चाहिँ रमाइलो हुन्छ हेरौँ है त साथीहरू। नमस्ते साथीहरू, आज म तपाईहरूलाई कोदोको रोपाइँको बारेमा सानो भिडियो चाहिँ लिएर आएको छु। कोदो नेपालको पहाडी तथा मध्य पहाडी क्षेत्रमा परम्परागत रूपमा खेती गरिँदै आएको महत्त्वपूर्ण अन्नबाली हो। कम उर्वर जमिन, पानीको सीमित उपलब्धता र कठिन भौगोलिक क्षेत्रमा पनि राम्रोसँग उत्पादन दिन सक्ने भएकाले कोदो नेपाली किसानका लागि निकै महत्त्वपूर्ण बाली मानिन्छ। यो जेठदेखि असारसम्म कोदोको बिउ छर्ने गरिन्छ। असारदेखि साउनसम्म तयार बिरुवा खेतमा रोपिन्छ। समय भने ठाउँको उचाइ, वर्षा कोदो रोपिन्छ साथीहरू। ल हेर्नु त कति आनन्दले। हजुर, अनि कतिको चाहिँ रमाइलो चाहिँ लागिरहेछ। हजुर, कोदो मात्रै चाहिँ रोप्नु भएको छ कि चाहिँ सागपात पनि चाहिँ रोप्नु भएको? ए हो, हजुर। कोदोमा फाइबर, प्रोटिन, क्याल्सियम, आइरन तथा अन्य पोषक तत्त्व पाइन्छ। त्यसैले परम्परागत खानाका साथै अहिले स्वस्थ खानाको रूपमा पनि यसको महत्त्व बढिरहेको छ। सबै अचलका दिन उमेरका सबै विदेशतिर गए है बुढाबुढीले यस्तै बारी कट्याएर तरकारी लाखाम कोदो रोपेखाम धेरै खाखाम हामी बलिया खाम रोगी छैनौँ अहिले जम्मै विदेश। हात पनि दुख्यो होइन कोदो रोप्दाखेरि उम्लाई दुख्यो होइन नेपालमै खुसी छौँ। हाम्रो छोराहरू नेपाल घुम्नै छन्, आनन्द छ। दिदीबहिनीहरू यस्तै काममा व्यस्त भन्छ नि। छोरीबारी बाहिर निस्किँदैन के अरे, दिदीबहिनी निस्किन्छ पुराना त्यहाँबाट रोगी छन् हेर बाबु। निल्यो भन्छ अनि निल्न नजाने पनि फेरि रोग लाग्यो भने किनेर खान जान्छन्, होटेलमा फेरि निल्न जान्छन्। सबै विदेश गइछन्। यी बारी बाँझा सबैको बाँझा खान, हाम्रो त यी तरकारी लाखा कोदो रोपेखा। निरोगीको लागि चाहिँ काम गर्ने हो। सुगर हुन्न अरे क्या यो कोदो रोपेपछि कोदो खासी। ल ल ल, हस् हस् हस्। यो कम पानीमा पनि खेती गर्न सकिन्छ। पहाडी तथा भिरालो जमिनमा पनि उत्पादन गर्न सकिन्छ। तुलनात्मक रूपमा कठिन वातावरण सहन सक्छ। माटोको उर्वरा शक्ति कम भएका ठाउँमा पनि राम्रो विकल्प हुन सक्छ। स्थानीय खाद्य सुरक्षा र किसानको आयमा योगदान पुर्याउन सक्छ। नेपालमा कोदो रोपाइँ पनि अन्य कृषि कार्य जस्तै सामूहिक रूपमा गर्ने परम्परा धेरै ठाउँमा पाइन्छ। किसानहरू परिवार तथा छिमेकीसँग मिलेर खेतमा काम गर्ने, रमाइलो गर्ने, हाँसखेल गर्ने र कोदोबाट ढिँडो, रोटी, कोदोको रक्सी, जाँड, हलुवा तथा अन्य परिकारहरू तयार गर्न सकिन्छ। हस्, धन्यवाद।